साथीहरु हामी चाहिँ एभरेस्ट मोमो सेन्टरमा आज एभरेस्ट मोमो खान आएका छौं है। एभरेस्ट मोमो चाहिँ एकदमै मिठो स्वादिलो हुन्छ भनेर सुनेको छु। कस्तो हुन्छ आज हामी स्वाद चाख्ने छौं र खाएर म तपाईलाई भन्नेछु यहाँको मोमो कस्तो हुन्छ भनेर। यता हाम्रो ब्रदर हुनुहुन्छ। आज ब्रदरले चाहिँ म मेत्राबाट मोमो खुवाउँछु जाउँ सर भनेर भन्नुभयो। त्यही भएर म पनि आइहालेँ। साथीहरु हामी चाहिँ एभरेस्ट मोमो खायौं। मोमो एकदम मिठो रहेछ। यो सोइम चोकको अलिकति भित्र एभरेस्ट सेन्टर छ यही। तपाईहरु पनि आउन सक्नुहुन्छ एभरेस्ट मोमो खानको निम्ति। हैन सर ठीक छ। राम्रो समित छ एकदम राम्रो। ल एभरेस्ट मोमो खाएर हामी एकदमै अगायौं।